मक टेस्ट दिइसकेपछि चाहिँ हामीले रिभ्यू गर्ने बानी चाहिँ राखिराख्नुपर्छ। रिभ्यू गर्दा चाहिँ के हुन्छ भन्दाखेरि हाम्रो स्ट्रेन्थ के हो, विकनेस के हो हामीलाई एकदम क्लियरली थाहा हुन्छ र विकनेस पार्टलाई चाहिँ फोकस गरेर इम्प्रुभ गर्न खोज्दाखेरि चाहिँ हाम्रो थोरै समयमा एकदम राम्रो मार्क्स बढ्ने चान्स हुन्छ। यो सबै मक टेस्ट पनि दिन मिल्ने, च्याप्टर बेस्ड एमसिक्यू पनि दिन मिल्ने र मक टेस्ट दिइसकेपछि रिभ्यू पनि गर्न मिल्ने चाहिँ एम्बिसन गुरु एपले एकदम सजिलै प्रोभाइड गर्छ। यहाँ भएको एआई बेस्ड फिचर्सले गर्दाखेरि हजुरलाई चाहिँ कुन पार्टको पनि, कुन सब्जेक्टको पनि, कुन टपिकमा चाहिँ एकदम धेरै मिस्टेक भइरहेको छ भन्ने थाहा पाउन एकदम सजिलो हुन्छ र जसले गर्दा हामीले चाहिँ विकनेस पार्टलाई एकदम सजिलै इम्प्रुभ गर्न सक्छौँ। त्यो लगायत हजुरहरूले डेली मक टेस्ट दिँदा चाहिँ डेली मक टेस्टमा पहिलाको कट अफ र्याङ्क अनुसार कतिको मार्क्स आयो र त्यो अनुसारको हजुरको अहिले र्याङ्क कति हुन्छ भनेर पनि पत्ता लगाउन एकदम सजिलो बनाउँछ। सिबिटी बेस्ड आइओ एक्जाम चाहिँ सिबिटी बेस्ड हुन्छ। सिबिटी बेस्ड भइसकेपछि चाहिँ हजुरहरूले कम्प्युटर स्क्रिनमा गएर 4वटा एमसिक्यू मध्ये एउटा बेस्ट एन्सर चुज गर्नुपर्ने हुन्छ। त्यसको लागि चाहिँ एम्बिसन गुरुले अनलाइन प्लेटफर्ममै पनि एक्जाम दिन फेसिलिटीहरू प्रोभाइड गर्छ भने यहीँ आएर एम्बिसन गुरुकै ल्याबमा पनि हजुरहरूले एक्जाम दिन सक्नुहुन्छ। ट्युकै फर्मेटमा क्वेसन भएको र त्यही फर्मेटमा हामीले एक्जाम दिन मिल्ने पनि फेसिलिटीहरू एम्बिसन गुरुले यहीँ फिजिकल्ली नै हजुरहरू आएर एक्जाम दिन मिल्ने फेसिलिटी प्रोभाइड गर्छ। अझ एम्बिसन गुरुको मेन फिचर्स चाहिँ मलाई के राम्रो लाग्यो भन्दाखेरि त्यहाँ चाहिँ एउटा आक्स भन्ने सेक्सन हुन्छ जुनमा चाहिँ यदि हजुरहरूलाई पढ्दा पढ्दै केही डिफिकल्टी आए, कुनै कुरामा डाउट आए चाहिँ हजुरहरूले डाइरेक्टली गुरुहरूसँग कन्ट्याक्ट गरेर सिधै उहाँसँग केही नबुझेको क्वेसनहरू चाहिँ राखेर डाउटहरू एकदम सजिलै क्लियर गर्न सक्नुहुन्छ। यसरी आइओई जस्तो डिफिकल्ट र कम्पिटिटिभ एक्जाम चाहिँ सजिलै क्र्याक गर्नको लागि चाहिँ म हजुरहरूलाई एम्बिसन गुरु एप चाहिँ रिकमेन्ड गर्दछु। यसमा भएको भेरियस फिचर्सहरूले चाहिँ हजुरहरूलाई अगाडि प्रिपेरेसनमा एकदम धेरै नै हेल्प गर्नेछ। अझै पनि आइओई रिलेटेड केही क्वेसनहरू छ भने चाहिँ म हजुरहरूलाई एम्बिसन गुरु पुतली सडक ब्रान्चमा आउन रिकमेन्ड गर्दछु। धन्यवाद।